के भनेको के को हिसाब गरे आमा किन सुनको हिसाब गरे नि नातिको बिहा कसरी गर्ने सुन त महँगो छ नि त्यही त बिहानदेखि गनिरहेको छु कति तोला चाहिन्छ कति पैसा चाहिन्छ बर्बाद हुने भयो आमा दुईटा नाति बिहा गर्नु छ 2.5 लाख 3 लाख भइसक्यो सुन त्यही त सुन त महँगो छ त पत्रिकैमा दिन्छ नि सोना महँगो भयो बिहा गर्नु छ बिना सुनकै गर्नु त्यसो भए छोरी बुवा नकली गहना ल्याउनु सुन हो कि के हो के लानु नक्कली हाल्नु हुँदैन आमा छोरी बुहारीलाई दिनेपछि सक्नेले दिने हो अब त बरु पैसा खातामा हाल्दै ठिक जस्तो लाग्यो त्यही त पैसा खातामा गहना त महँगो गर्दैन जडतिर ज्यालाले बर्बाद पारिदिन्छ अनि बेच्न गयो भने सबै गयो नासै हुन्छ बरु छोराछोरीको खातामा हाल्नु लाएर हराए पनि गम छैन नक्कली त हाल्नु हुँदैन आमा जे छ छोराछोरीलाई दिने त अलिअलि दिनु पर्यो बरु पैसा खातामा त्यही त पैसा हाल्दिनु पैसा खातामा हालेर बिहानदेखि हिसाब गरिरहेको छु कति तोला चाहिन्छ कति लाख भने दुईटा नाति गर्नु छैन हो नि दुईटाको गर्नु छ